नेपाली राजनीतिमा केपी शर्मा ओली एउटा यस्तो नाम हो जो जति धेरै प्रशंसित भए सायद त्यति नै विवादित पनि। आज हामी उहाँको यही राजनीतिक यात्रालाई नजिकबाट केलाउँदैछौं, कसरी एउटा सङ्घर्षबाट उठेको नेता सत्ताको शिखरमा पुग्यो अनि फेरि किन विवादको केन्द्र बन्न पुग्यो। आउनुहोस् यो पूरै कथालाई बुझ्ने प्रयास गरौं। हो, खास प्रश्न नै यही हो। आखिर कसरी एउटा नेताले यति धेरै लोकप्रियता कमाएर शिखरमा पुग्छ अनि फेरि आफ्नै निर्णय र आफ्नै शैलीले गर्दा विवादको भुमरीमा पर्छ। यो बुझ्नको लागि हामीले उहाँको यात्राको सुरुवाती दिनहरूमा फर्कनुपर्छ। केपी ओलीको राजनीति यो सिधै सत्ताबाट सुरु भएको होइन, यसको जग त सङ्घर्षमा थियो। उहाँको राजनीतिक जग सत्ता थिएन, सङ्घर्ष थियो। खासमा 2020 को दशकमा पञ्चायत विरुद्धको आन्दोलनमा उहाँ सक्रिय हुनुभयो अनि राजनीतिक विश्वासकै कारणले सोच्नुस् त 14 वर्ष जेल बस्नुभयो। यही जेल जीवन र कम्युनिस्ट विचारधाराको गहिरो प्रभावले उहाँको सुरुवाती राजनीतिक चरित्र बनायो। जब देशमा बहुदलीय व्यवस्था आयो त्यसपछि मात्रै उहाँ एमाले पार्टीभित्र एक सङ्घर्षशील नेताको रूपमा चिनिन थाल्नुभएको हो। ल, अब हेरौं कसरी उहाँले आफ्नो एउटा छुट्टै राजनीतिक पहिचान बनाउनुभयो र जनतामाझ एक शक्तिशाली छवि पनि निर्माण गर्नुभयो। उहाँको उदयको पछाडि केही खास कारणहरू छन्। एउटा त उहाँको त्यो दमदार र अलि व्यङ्ग्यात्मक शैली हैन, अर्को पार्टी सङ्गठनलाई एकदमै मजबुत बनाउने खुबी र सबैभन्दा महत्त्वपूर्ण राष्ट्रवादको मुद्दा। खास गरी 2072 सालको नाकाबन्दीको बेला भारतसँग जुन कडा अडान उहाँले लिनुभयो त्यसले त उहाँको लोकप्रियतालाई साँच्चीकै आकाशमै पुर्याइदियो। हो, त्यही लोकप्रियताको जगमा उभिएर केपी ओली आफ्नो राजनीतिक जीवनको सबैभन्दा शक्तिशाली बिन्दुमा पुग्नुभयो, शक्तिको शिखरमा, जहाँ उहाँले एउटा बलियो बहुमतको सरकारको नेतृत्व गर्नुभयो। अनि उहाँको त्यो कार्यकालको नारा के थियो? समृद्ध नेपाल, सुखी नेपाली। यो एउटा एकदमै महत्त्वाकांक्षी र आशा जगाउने नारा थियो जसले धेरैलाई आकर्षित पनि गर्यो। यो समय उहाँको शक्तिको उत्कर्ष थियो साँच्चीकै। 2072 र फेरि 2074मा दुई पटक प्रधानमन्त्री बन्नुभयो अनि 2074 पछि त झण्डै 2/3 बहुमत सहितको शक्तिशाली सरकारको नेतृत्व। यही बेला चीनसँग सम्बन्ध निकै नजिक भयो अनि रेल र पानी जहाज जस्ता ठूला पूर्वाधारका सपनाहरू पनि देखाइए। भन्नुपर्दा उहाँको लोकप्रियता सायद त्यति बेला सबैभन्दा माथि थियो। तर कथाले अब एउटा फरक मोड लिन्छ। शक्तिको यही शिखरमा पुगेपछि नै आलोचना र पार्टीभित्रको कलह सुरु हुन थाल्छ। शक्तिको यही उचाइबाट बिस्तारै ओह्रालो यात्रा पनि सुरु भयो। उहाँमाथि के आरोप लाग्न थाल्यो भने निर्णय प्रक्रिया एकलौटी भयो, पार्टीभित्रै उठेका असन्तुष्टिका स्वरलाई बेवास्ता गरियो, आलोचना सुन्नै छाडियो अनि आफ्नै सहकर्मी नेताहरूलाई होच्याउने प्रवृत्ति पनि बढ्यो। यही शैलीले बिस्तारै पार्टीभित्र दरार पैदा गर्दै लग्यो। र यही बढ्दो विवादको क्लाइम्याक्स के भयो त? उहाँले आफ्नो कार्यकालको सबैभन्दा विवादास्पद राजनीतिक कदम चाल्नुभयो, संसद विघटन। एक पटक मात्र होइन, दुई पटक। यो कदमले उहाँको छविमा गहिरो धक्का त पुर्यायो नै, देशको राजनीतिलाई नै अस्थिर बनाइदियो। यो टकरावको केन्द्रमा खासमा दुई नेता थिए, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। ओली पक्षको आरोप थियो सरकारलाई कामै गर्न दिएन। उता प्रचण्ड पक्षको आरोप के थियो भने ओली स्वेच्छाचारी हुनुभयो, पार्टीको सहमति तोड्नुभयो। यही आन्तरिक द्वन्द्वको नतिजा के भयो भने एमाले र माओवादी मिलेर बनेको त्यो ऐतिहासिक र शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा नै विघटन भयो। यो नेपालको कम्युनिस्ट आन्दोलनको लागि साँच्चै नै एउटा ठूलो झट्का थियो। त्यसो भए अब प्रश्न उठ्छ, उहाँको नेतृत्वको विरासत कस्तो रह्यो त अनि अहिलेको राजनीतिक अवस्था के छ? उहाँको नेतृत्व शैलीमाथि लाग्ने सबैभन्दा ठूलो र निरन्तरको आलोचनालाई एउटै शब्दमा समेट्न सकिन्छ: घमण्ड। म मात्रै सही छु भन्ने सोच अनि आलोचना पटक्कै स्वीकार नगर्ने शैली यही नै पार्टीभित्रको द्वन्द्वको मुख्य कारण बन्यो भनेर धेरैले विश्लेषण गर्छन्। त्यसो भए आजको राजनीतिक तस्बिर कस्तो छ त? हेर्नुहोस्, एमाले अझै पनि देशको एउटा प्रमुख शक्ति हो र यसको निर्विकल्प नेता केपी ओली नै हुनुहुन्छ। तर पार्टीभित्रको एकतामा पहिलेको जस्तो मजबुती छैन, फाटोहरू देखिन्छन्। जनताको समर्थन पनि पहिले जस्तो एकढिक्का छैन, अलि बाडिएको छ र विशेष गरी युवा पुस्ताले नयाँ विकल्प खोजिरहेको स्पष्टै देखिन्छ। अन्तमा केपी ओलीको राजनीतिक कथाले एउटा जटिल तर एकदमै शक्तिशाली सत्यलाई देखाउँछ।
यो सङ्घर्षबाट उठेर शिखरमा पुगेको एक नेताको यात्रा हो, जो शिखरमा पुगेपछि आफ्नै शैलीका कारण विवादको भुमरीमा फस्न पुग्यो। उहाँको विरासतले राजनीतिमा एउटा गहिरो प्रश्न छाडेर जान्छ, जुन सायद यही भनाइमा समेटिएको छ। नेतृत्वले पार्टी बनाउँछ, तर त्यही नेतृत्वको शैलीले पार्टीलाई कमजोर बनाउन र अन्त्यतः समाप्त पार्न पनि सक्छ।